म फर्स्ट टाइम नेपालदेखि काठमाडौँ आएको 4-5 दिन भइसकेको थियो। काठमाडौँमा भने जताततै ट्राफिक, धुलो, धुवा, शोर सराबाभन्दा मैले अरू केही देखिनँ। आएको 4-5 दिनमै म एकदमै बोर भइसकेको थिएँ। मैले केटाहरूलाई भने म त यहाँ बोर भइसकेँ, कतै फ्रेस हुनलाई बाहिरतिर जाऊँ न भनेको। केटाहरूले पनि भने जाऊँ न त, कहाँ जाने हो भन्दै। एउटाले भने फर्पिङ काफल पाउँछ खान जाऊँ भने। हामीले पनि भन्यौँ जाऊँ न त पाउँछ भने खानलाई भनेर हामी अर्को बिहानै फर्पिङ काफल खानको लागि हिँड्यौँ। जब हामी त्यहाँ पुग्यौँ त्यहाँ काफल अलि पाकिसकेको त रहेनछ, बट त्यहाँको प्लेस भने रियल ह्याभिङ वाउ। Let's go. What did I see when I walked in? A smiling girl staring right at me. Her eyes were shining like stars. I had to hold her tight. Oh, oh, we're dancing. हामी यहाँ काफल खान आइसकेका छौँ। अब यहाँबाट चाहिँ हाम्रो पैदल यात्रा हुन्छ अनि बाइक चाहिँ हामीले यही राखेर हामीसँग हाम्रो साथीहरू हुनुहुन्छ। यहाँदेखि माथि एकदम काफल खाने भन्ने छ, पाउँछ अरे। अब हामी गएको त छैन, यो त फर्स्ट टाइम। अनि पैदल यात्रीको काम सुरु भइसकेको छ। उकालो जङ्गलतिर हामी लागिसकेका छौँ अहिले। अनि काफल खाने भनेर हामी काठमाडौँबाट आएको। कुन ठाउँ रे यो? फर्पिङ भन्ने ठाउँमा आएका छौँ। अनि यहाँ काफल पायो भने ठिकै छ, नत्र बड्डालाई फेरि बड्डाको नाममा मुद्दा हालिदिने हो। काफल पाइन्छ नि भनेर लगेर काफलले खाएन भनेर। यत्रो जङ्गल छ, काफल त एक बोट त हुनुपर्ने भन्ने हो। काफल रुख त यति माथि छ, कसरी टिप्ने भन्ने भइसक्यो अलिअलि। त माथि छ नि, अलिअलि पाकेको छन्। यहाँबाट यत्रो रुख टिपेर जाऊ। लाली कुरा छ, अब भ्याइने टाइम भयो। झर्नु झर्नु लाग्यो, लास्टतिर बसेको। लाली गुँडा चाहिँ फुलिरहेको छ, यहाँ सकिन लाग्छ। जङ्गल हेर्दाखेरि त यस्तो लागिरहेको छ कि हामी यो पानामा जङ्गलबाट हिँड्दै अङ्ग्रिया गए जस्तो फिल भइरहेको छ। एकदम बहुत भिड छ। हामीले भेट्न चाहिँ केही पनि भेटिरहेको छैन अहिलेसम्म। लाली गुराँस बाहेक अरू केही पनि भेटिरहेको छैनौँ। न त्यो भेटेको पनि भन्न मिलेन क्या खासै। त्यो अब यस्तो काफलको जङ्गलमा आयो, एउटा दुइटा भेटिएर भएन नि त, एकदम झुत्त आउनु पर्यो हेर्दै। वा सोचेरै खाने भने ल्याएको डोको काफल बोक्ने डोको चाहिँ ढोटेर गइसक्यो त, तल तल गइको।
के अर्थ त तिम्रो टोको त गइसकेछ के गर्नु काफल टिप्नु आँखा पुरै उ भएर नि क्लियर छ नि क्या अनि 576 मेगापिक्सलको हुन्छ यिनको 700 को होला यो जङ्गलमा आँखा तिरिमिरी भइरहेछ कसैलाई चाहियो भनेपछि तल दिएको WhatsApp नम्बरमा मेसेज गरेर यो तपाईँले सिधै होम डेलिभरी पाउनुहुनेछ त्यो सिउटा हो न के भयो यस्तो छ यस्तो चिप्लो छ यार मेरो जुत्ताको तलको किरिपै छैन कि त्यही भएर पनि हो आधा बाटो भन्दा माथि आइसकेको छ काबलको काबन भेट्यो छैन अब हामीले सायद रुख ठुला भइगयो होला नि कि पहिला सानो बरु त कहिले आयौ यहाँ अनि 5-6 वर्ष सानो त्यसलाई ठुलो भएन नि माथि माथि गयो भने रुख हो कि नै काफल त पाउने चान्स देखिरहेन तर यो हेर्न चाहिँ मिलिरहेछ पाउँदैन होला अहिले काफल त यस्तो यो तर यो चाहिँ यो गुम्बाको Oh my god, this is rabin, real rabin. Wait, काफल भेटियो यो काफल त केटाहरूले फाइनल्ली काफलको रुख भेटेछ नि तर एकदमै काँचो छ नि एकदमै काफल सुकिलो त यार किन मान्छे छन् यता त ल्याइदिनु छैन नि होला उता जुन कत्तामा थियो के काँचै छन् अरे हो काँचै छन् हामी चाहिँ खासमा चाहिँ यहाँ आउने कुनै पनि प्लान थिएन हाम्रो हामी काफलको खोजीमा जङ्गल आउँदा आउँदै हामी यस्तो ठाउँमा भेटेका छौँ एकदमै काफल खान नपाए पनि तर यहाँ आएर देख्दा एकदम खुसी लाग्यो क्या हेर्न पाइए चाहिँ यस्तो दामी ठाउँ यो मन्दिर यस्तो छ कुछ बनिरहेको छ त्यो कन्स्ट्रक्सनमा छ अन्डर कन्स्ट्रक्सन यो चाहिँ बनिरहेछ वाउ पानी हेर न कस्तो छ हामी सबै भर्खरै हाल्यो क्या पानी काफलभित्र पाकिरहेछ यहाँ काफल यस्तो एउटा पाकिरहेछ तर यहाँ मन्दिर रहेछ आउनलाई सिटी पनि एकदम दामी वाउ आनन्दको काफल पाउँदैन काफल
हामी चाहिँ अहिले यो दक्षिणकालीन मन्दिरबाट त्यहाँ हेरेर यो हाम्रो उतापट्टि यो दक्षिणकालीन मन्दिर भयो। काफल चाहिँ यहाँ तलतिर साइडपट्टि खासै रहेनछ अलिअलि। अब यहाँबाट चाहिँ यतातिर गयो भनेपछि यहाँ पाउँछ भनेछन्। हामी यो यताबाट बाइकहरू पनि आउँदो रहेछ। हामी यो बाटोबाट जाँदैछौँ। यो साइडमा मेबी पाउनुपर्छ भन्ने हो। कहाँ त्यही त भने जङ्गलतिर छिर्नु पर्यो क्या। यो रोडै रोड हटिकन हुँदैन। हट हट अलिक पाक्ने टाइम भयो नि। गुलियो छ यार त पाकेको त। धन्यवाद भन्नु न यार काकु यार। धन्यवाद के धन्यवाद यतिको त गर्नु पर्यो त नि। चोरोलाई धन्यवाद भन न। खुट्टा पढ कहाँ यार काकु खुट्टा बढा। काफल टिप्ने भनेर के ल्याएको अरे? काफल टिप्ने भनेर पोलिथिन ल्याएर आएका पुरै। बड्डाले त 3टा पोलिथिन हालेको। ओहो के बुढा काफल त पाइयो न त गयो। मैले यहाँ यति धेरै काफल पाइसकेको छु। 4वटा काफल। कसले इच्छा 4वटा काफल कोही खाने इच्छुक हुनुहुन्छ भनेपछि मलाई तल दिएको वाट्सएपमा मेसेज गरेर म तपाईँलाई होम डेलिभरी गरिदिन्छु। यति धेरै काफल छ मसँग। केटाहरू काफल कतिको खाइयो त? बादलको कसम यो हावाको कसम तिमीलाई छोड्नै छैन लाखौं लाखौं कसम। तिमी जति टाढा जान्छौ उति नजिक नजिक आउँछु म। कसम कसम यो बुलाली गुराँसको कसम। ओ यो गुराँसको कसम प्रियजन। बोल्नु अहिले इन्दिरा काफले झन् माको छन्। तानी तानी खाइरहन् केटाहरूले यो। राइट देखिने चाहिँ यो दक्षिणकालीको मन्दिर रे। मन्दिर चाहिँ पहिला पुरानो मन्दिर चाहिँ यहीँ हो रे। अनि पछि चाहिँ यहाँ तल सारेको रहेछ अर्को दक्षिणकालीन मन्दिर। पहिलाको मन्दिर यो जो ठिक छ। यहाँदेखि तल उता एकदम घुम्नको लागि चाहिँ एकदम इन्जोयको लागि चाहिँ एकदम राम्रो छ। एकदमै राम्रो छ। अरू के भन्ने हो र? भन्ने केही छ भन्ने आएको राम्रो छ भन्नै पऱ्यो। अब हामी चाहिँ फर्किन्छौँ यहाँदेखि।